कालो छ हजुर ओठै कालो छ दिदीको मङ्नी भइसक्यो मेरै पालो छ। ए नमस्कार है बोजू। अन्त बोजू सन्चै हुनुहुन्छ? ओए माथिल्लो घरमा कोही छ अन्त बोजू? कोही त छ कि छैन है? ए बोजू पानी आउँदैछ अन्त पानी यसो? छैन पानी। ला हो र? ए बोजू अन्त तपाईँहरूले पानी अहिले बोकेर नै खाँदैछ? बोकेर त खानुपर्छ, पानी छैन नि त। ला हो नसुर्ताउनुहोस् न, पानी तपाईँले बोक्नु पर्दैन बुझ्नुभयो? अब बोजूले पानी बोक्नु पर्दैन। आएको छु नि अब। ओ दाजु ओ घरमा को छ दिदी? को छ घरमा? ओ दाजु को छ घरमा? हजुर केशव राई तपाईँ हो? हजुर केशव राई तपाईँ हो? ए म पानीको सर्भे गर्नु आएको। अनि बुढो मान्छे के गर्छ हौ? पानीको सर्भे गर्न आएको रे? बुढो हड्डी चिलाउँदैछ क्या हौ? सर के नि तपाईले पानी तपाईँको घरको नल कहाँ छ? नल यता आउनुहोस्। पानीको तपाईँहरूको पानी कल यो यही खिया लागेछ त कल त। खिया लागेछ? खिया लागेछ ती। अन्त पानी दिएको थियो? अरे पानी आएको छैन तपाईँहरूकोमा? पानी आएको खोइ यहाँ यो लगाएको 2 वर्ष भइसक्यो, खोइ पानी आएको। अन्त हामीले त कालो कल दिएको थियो त। अन्त तपाईँले दिएको कालो कल मन परेन हामीलाई, बुझ्नुभयो? घुमाउँदा एकताल यसो गर्दै आउने पानी हामीले लगाएको तपाईँहरूले दिनुभयो? खैजुको कति भयो रे पानी? 2 वर्ष भयो खोइ पानी तपाईँले दिएको खोइ। 2 वर्ष त नहुनु पर्ने। अस्ति माथि माइलाको त आएको थियो। के अरे कहाँ आएको थियो? माथि माइलाको आएको थियो। यो पक्रिनुहोस् त तपाईँ। सर पानी चाहिँ कहिले आउँछ हो यो कल? हामी त यहाँ पानी बिहान पनि उठेर यतै हेर्छ, बेलुका पनि यतै हेर्नुपर्छ। के गर्नुहोस् त सर? ठिक छ एकछिन है। ए बुढीले त के गर्छ? स्पिकर पो बोकेर आएछ त। अन्त बुढीले माइक हालेर मरेछ साला। यसको त नि म के चाहिँ गर्नु हुने तपाईँ चाहिँ? अब माइक हालेर मरेछ टच भनेको। नो 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 आउँदैछ सर पानी? सर भिज्छ अलि उता गएर बस्नुहोस् है। अब सरले आएर पानी ल्याउँछु भनेर भनेको छ। ओ सर, ओ सर तिमी माथि उठ त। सर माथि उठ। होइन बुढो हड्डीहरू चिलाउँदैछ क्या? होइन सर सुन्नु त, तपाईँले एउटा कुरा सोधौँ? भन्नु सोध्नु। यो तपाईँहरूको यो स्किमको नाम के हो? यो हाम्रो घर जल घर घर नल हो। घर जल घर घर नल? हजुर। अन्त नल त आयो, जल चाहिँ कहिले हो सर? यो हाम्रो काम होइन नि त दाजु। हामी यहाँ घर घर अर्काको घर यहाँ सबैको घर हेर्नु आउनुपर्छ हामी। ए सर तपाईँ घर मात्रै हेर्नु आएको? अरे हामी कलमा पानी आउँछ कि छैन चेक गर्न आएको छैन भने होइन के सर? घर घर नल घर घर जल भन्दाखेरि गङ्गा जलै दिनु आँट्यो क्या सर तपाईँहरूले त? छैन त, 2 वर्ष भइसक्यो खोइ पानी छैन त। खोइ पानी छैन 2 वर्ष भइसक्यो। त्यही त म हेर्दैछु कसरी। यो चाहिँ हात नलाउनुहोस् है सर। ल यो चाहिँ मेरो प्रपर्टी हो नि, यो चाहिँ मेरो हो नि। ल सर हात नलाउनुहोस् है। लु भन्नुहोस् त सर कहिले आउँछ पानी? के निकाल्दैछ हौ फेरि यो सरले? म त पुरै छुटिसकेँ है यो घर घर नल घर घर जल भन्दै। लो तपाईँले माथिबाट उयो पनि लगाइदिनु भनेर आएको थियो कि? माला लगाइदिनु भनेको थियो। कसको आएको छैन त्यही त होला नि। यो माला साला चाहिँ म लाउँदिनँ सर, तपाईँ आफै लगाउनुहोस् हो। यहाँ हामीले चाहिँ यहाँ घर घर नल घर घर जल चाहिँ चाहियो ल सर। यो त्यो नखोल्नुहोस् न तपाईँ। कस्तो माथिबाट रे? घर घर नल घर घर जल चाहिँ चाहियो। यो तपाईँको राख्नुहोस् हो। त्यसो भए पर्खिनु, माथि रिपोर्ट गर्नुपर्छ। तपाईँको नाम के रे? यस्तो रिपोर्ट गर्ने त कति आयो रिपोर्ट मात्रै आउँछ, पानी चाहिँ आउँदैन सर। केशव राई कति उयो रहेछ हौ कल। अहिले के हो? कुन चाहिँ महिना हो?
अप्रिल हो आएछ थाहा छैन अप्रिल हो थाहा छैन अहिले जान्छ महिना अप्रिल महिना म त तपाईँहरु त नि म त यो पानी यो घर घर जल घर घर नलको त पुरा रिस उठिरहेछ यो अप्रिल भनेपछि माथि हैन हो त अन्त यो तपाईहरुले यो पाइप ख्या परिसके यी पाइप ख्या परिसके पानी आएको छैन अन्त 2 हप्ता भनेपछि तपाईको जुन जुलाईदेखिको लु पक्का तपाईको कलमा पानी आउँछ साच्चै पक्का लु पक्का आउँछ पक्का आउँछ जुलाईदेखि म माथि भनिदिन्छु तपाईको केशव राईको घरमा चाहिँ यहाँ पानीको पुरा समस्या छ समस्या लेख्दिनु समस्या छ यहाँ पानीको पानी बोकेर खानुपर्छ हामी पानी बोकिरहेको छ तपाईले झट्टै भन्दा झट्टै यहाँ पानीको बन्दोबस्त गरिदिनु पर्यो भाइ मेरो यस्तो गर्नु पर्दैन यस्तो सिग्नेचर गर्नु पर्दैन मैले लो यहाँनिर आउँछ नि है पानी पक्का पक्का लु जुलाई पानी आएन छ भन्छ सर तपाईको चाहिँ फेरि तपाईको पानी निकालिदिन्छु नि म फेरि सर अनि यो अहिले लगाएको नै यो घर घर नल घर घर जल अरे 2 वर्ष भइसक्यो पानी आएको छैन अन्त ओइ हेर्दा हेर्दा आँखाको गेडा निस्केला जस्तो भइसक्यो कलमा हेर्दा 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 अन्त कुन दिन यहाँ आँखा गेडा निस्केर प्लुत्ती निस्किन्छ होला सर तपाईको यो टक्कै जुलाईदेखिको पानी आउने भयो हो लो दाजु अलिकति पानी खाइदिनु त हजुर साह्रो कट तिर्खा लाग्यो पानी कहाँदेखि आउनुपर्छ ए यसो गर्नुहोस् नि सर पानी चाहिँ यो कलमा आएपछि खानुहोस् न ल जानुहोस् तपाईँ कि कलमा आएपछि खानुहोस् ए कस्तो दाजु हो कस्तो घरमा आइपुगेछ म त यो कलमा पानी आउँछ त्यति बेला मात्रै खानुहोस् जानुहोस् कस्तो खालको मान्छे हौ जानुहोस् 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 आपो यो पालिको के महिना भने पानी आउँछ भनेर जुन उयो गरेको त्यस्तै मान्छे तपाईँ गन 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 नगर्नुहोस् जानुहोस् तपाईँ मे जुनमा चाहिँ कति जुन जुलाईदेखि चाहिँ यो कलमा पानी आउँछ अरे हो अब म भाँडा थापिराख्छु जुलाईमा फेरि पानी आयो भने सबै पानी बाहिर खेरो जान्छ कल चाहिँ बनेको रहेको हुन्छ पानी खेरो जान्छ जुलाईदेखि चाहिँ पानी म बोक्नु पर्दैन त्यो भाँडा चाहिँ किन थापेको त्यहाँ उयो छैन त पानी छैन के भनेर त्यो कल मात्रै पानी भाँडा उयो थापेको आज उयो आएको थियो के अरे यत्रो फिल्टरे मान्छे आएको थियो नाम त के पो भन्यो यत्रो फिल्टर लगाएको थियो चस्मा लगाएको थियो ब्याग पनि बोकेको थियो हो त्यो मान्छे आएको थियो कि त्यो मान्छे चाहिँ यो घर घर जल घर घर नलको चाहिँ सर्वे गर्न आएको अरे कि धेरै पानी आउँछ भनेको छ हो त्यो त त्यस्तो त कति आएको सुन्न पानी यो पाली चाहिँ पानी चाहिँ अप्रिल मे जनवरी के हो महिना पनि बिर्सिहाल्छु हौ फेब्रुअरी मार्च अप्रिल चाहिँ के महिना अहिले के महिना हो अप्रिल मे जुन जुलाईदेखि पानी आउँछ भनेपछि यहाँनिर जुलाईदेखि त त्यो आकाशबाट आइहाल्छ नि आकाशकै दुनियाँभरको पानी छ त्यो मान्छे तँलाई जोतिराखेको रहेछ क्या ए साँच्ची हो त है आकाशकै पानी खानु नि त्यो जोतिराखेर त्यो गइराखेर मजाले उयो भइकन पानी थापिरहेको रहेछ चाहिँ मलाई त्यो मान्छे साथी जोतेकै हो जोतेको त गोरु बनाइकन गएछ अन्त पानी चाहिँ आउँछ भन्यो नि त मलाई अन्त पानी त आउँछ नि त जुलाईमा त के किन त्यति बेला त जाइ त्यही आउँछ ए त्यो मान्छे आकाशको पानीको कुरा गरेको रहेछ है माथिबाट आउँछ भने त्यही आकाशकै हो त्यसलाई त भेटौँ न त्यसको त यस्तो दिन्छु बङ्गलासँग झरिदिन्छु त्यसलाई त म त्यस्तो नि म त नि घर घर जल घर घर नल कहिले आउँछ पानी कुर्दा कुर्दा त्यो मान्छेले भनेको थियो लेखेर पनि लगेको थियो कतै पानी आउँछ कि भनेर हेरेको आउँछ भने बिहानदेखि बेलुकैसम्म हेरिबस्नु त्यही त हेरिबस्छु नि यसो गरेर मुख पनि ठप्नु नि बरु त्यसलाई त भेट्यो भने त म त्यसलाई त त्यो मान्छेलाई त भेट्यो म गएर